यहाँहरू सबैलाई ख्रीष्ट येशूको प्यारो नाउँमा न्यानो अभिवादन। प्रियहरू, पवित्र बाइबल लुका रचित सुसमाचार 16 को 22 वचनमा यस प्रकारले लेखिएको छ, त्यो गरिब मानिस मर्यो र स्वर्गदूतहरूले त्यसलाई लगेर अब्रामको साथमा राखे। त्यो धनी मानिस पनि मर्यो र गाडियो। पछि हामी देख्छौं त्यो धनी मानिस नरकमा कष्ट भोग्दै थिए, तर गरिब लाजरस स्वर्गमा सुखको अनुभव गर्दै थिए। प्रियहरू, धनी मानिस किन नरक गए किनकि मृत्यु पूर्व तिनले पश्चाताप गरेन। गरिब लाजरसले कसरी स्वर्ग सुख अनुभव गर्न सफल भए त? किनकि तिनी परमेश्वरमा विश्वास गर्ने व्यक्ति थिए। मृत्यु पश्चातको गन्तव्य केवल दुईवटा छन्, एउटा युगानुयुग सुखदायी स्वर्ग, दोस्रो भयंकर कष्टको ठाउँ नरक। तर परमेश्वरको इच्छा यो छ कि एकजना पनि नरकको कष्टमा नपरोस्। यसैले प्रभु येशू ख्रीष्ट यस संसारमा आउनुभयो। जुन पापको कारण मानिस नरकमा जान्छ, त्यस पापको दण्ड मृत्यु प्रभु येशू ख्रीष्टले आफूमाथि लिनुभयो। पापी मानिसको निम्ति अनन्त उद्धार तयार पार्नुभयो, स्वर्गको द्वार खोल्नुभयो। कोही पनि नाश नहोस् भनी प्रभु येशूले मत्ती रचित सुसमाचार 4:17 वचनमा यसरी भन्नुहुन्छ, पश्चाताप गर, किनभने स्वर्गको राज्य नजिक आइपुगेको छ। यसकारण हामीहरू उहाँको प्रेमलाई बुझेर नरकको कष्टबाट बाँचौं। पश्चाताप गरी आफ्नो मार्गबाट फर्केर प्रभु येशू ख्रीष्टलाई आफ्नो जीवनमा प्रभु र मुक्तिदाताको रूपमा ग्रहण र विश्वास गरौं, किनकि परमेश्वरको अघि हामी पापी छौं। पापबाट छुटकारा एउटै छ, त्यो हो पाप बलि हुनुभएको प्रभु येशू ख्रीष्ट। उहाँ मारिनुभयो, गाडिनुभयो र तेस्रो दिन पुनः जीवित हुनुभयो। यस वचन बुझ्न र उचित प्रत्युत्तर दिन परमेश्वरले तपाईलाई सहायता गरून्। धन्यवाद।